1 घन्टा भइसक्यो होइन पुर्न लाग्यो 1 घन्टासम्म पनि अझै बाहिर निक्ले छैन क्या साथीहरू 1 घन्टा भइसक्यो यस्तो छ कि हाम्रो अवस्था होइन साँच्ची हो बाहिर आएपछि थाहा हुन्छ होइन नेपालीको भ्यालु कति छ भनेर हामी नेपालमा जति ठुलो कुरा जे गरे पनि होइन बाहिर आएपछि थाहा हुन्छ कि हामी अहिले आएर पुरै 1 घन्टा भइसक्यो अहिलेसम्म त्यहाँ के भनेको छ त्यो फर्म भर्न लगाएको छ होइन नाना के गरिरहेको छ क्या अब अरू मान्छे सरासर आइरहेछन् होइन त्यो उताबाट लिएको सबै यहाँ अहिले सिस्टम पनि नयाँ रहेछ होइन के म आउँदा यस्तो थिएन पहिला होइन म आउँदा मेरो साथीहरू सँगसँगै आएको होइन हामी आउँदा चाहिँ यस्तो सिस्टम थिएन अहिले चाहिँ यस्तो सिस्टम बनाएर रहेछ होइन सो यहाँ चाहिँ यस्तै हो क्या यो सबै भोग्नु परेको भनेको एउटा मात्रै कारण हो नेपाली भएको कारणले भोग्नु परेको हो क्या हामीलाई चाहिँ ये लोग आए कम से कम यो भिडियो फेरि पनि तपाईँकोमा भिडियो लिएर आएको छु होइन साथीले एयरपोर्ट आएको छु होइन भिडियो र साथी होला मसँग मेरो पहिला हामीसँगै मेरो सुर्खेतकै साथी होइन सुर्खेतकै साथी भाइ जो भने पनि होइन बोर्डरसँग छन् आज साथमा हामी दुईजना एयरपोर्टमा वेट गरिरहेछौँ है त के छ बोर्डर आएर कस्तो लागिरहेछ यस्तै हुँदा एयरपोर्ट आएपछि कस्तो फिल कस्तो अर्कै नरमाइलो खालको फिल हुँदो रहेछ होइन अब घर जाउँ जाउँ जस्तो लाग्ने क्या होइन घर जाउँ जाउँ जस्तो लागिरहेछ अब के गर्नु अब हामी नेपालीको कर्म नै त्यस्तै हो क्या दुःख गर्न आएको अब 2-4 वर्ष त बस्नै पऱ्यो होइन 2-4 वर्षपछि अब जानुपर्छ ठिक छ भाइ ठिक छ केही छैन अब नआत्यो यस्तै हो 2-4 वर्षपछि मिलाएर जानुपर्छ होइन अब आइहाल्यो होइन के गर्नु अब रहरले होइन बाध्यताले नै आएको हो अब यहाँ पनि आज हामी साथीलाई लिन आएको छौँ होइन साथी चाहिँ उताबाट आउँदैछ हामी चाहिँ वेट गरेर बसिरहेछौँ होइन दामी दामी मान्छेहरू पनि छन् यहाँ सबै होइन अझै वेट गरेर बसिरहेको छौँ अहिले धेरै वेट गर्नुपर्ला जस्तो छ अझै अहिलेसम्म खै आएको छैन अब सिङ्गापुरको एयरलाइन्समा आउने हो होइन अलिकति टाइम त अब लागिहाल्छ भर्खर 36मा जानुभएको अहिले चाहिँ हाम्रो समथिङ 6:35-40 कति भयो होइन एकछिन वेट गर्नु पऱ्यो अब आउला जस्तो छ होइन इजिक चाहिँ यही हो होइन मान्छेहरू निक्लिरहेछन् इजिक चाहिँ यही हो होइन यहाँबाट मान्छेहरू निक्लिरहेछन् अब एकछिनमा कति बेला आउँछ हेरौँ है त वेट गरिरहेको छु यार यहाँ मसँग पछाडि मेरो भाइ पनि झन् एकजना आएको होइन वेट गरिरहेछौँ कति बेला आउँछ इजिकबाट चाहिँ आउँछ नि त आज बुधबार आयो भने चाहिँ यो बाटोबाट आउँछ होइन अब कति बेला आउँछ अब वेट गरिरहेको छौँ उसको फ्लाइट चाहिँ हामी छिटै हो अहिलेसम्म आएको छैन कति टाइम लाग्छ थाहा छैन अहिलेसम्म आएको छैन छिटै आउनु पर्ने हो यति बेला निक्लिनु पर्ने यहाँबाट इजिक यहाँनिर छ होइन निक्लिनु पर्ने अहिलेसम्म निक्लिएको छैन कि टाइम चाहिँ लाग्छ होला थोरै जस्तो लागेको छ सो एकछिन वेट गरौँ होइन यहाँ वेट गरिरहेको छु यहाँ मान्छेहरू कम छ यहाँ एकछिन वेट गरिरहेको छौँ हामी मसँग भाइ पनि छन् वेट गरिरहेको छौँ हामी कति बेला निक्लिन्छन् भाइ भएन कि टाइम लाग्छ होला तिमीलाई अझै 10-15 मिनट त लाग्छ होला यहाँ चाहिँ यो चाहिँ इजिक छ कि यहाँबाट निक्लिनु छ टाइम चाहिँ लाग्छ एकछिन कति बेला निक्लिन्छ ठिक छ चाहिँ थाहा छैन एकछिन चाहिँ वेट गर्नै पर्ला यस्तो चाहिँ हामी दुईजना अब के गर्नु अब यस्तै छ नयाँ मान्छेहरू आउँदैछ नयाँ मान्छेलाई चाहिँ वेट गरेर बस्नै पर्छ फेरि गाह्रो हुन्छ साह्रो गाह्रो होइन थाहै हुँदैन कि यहाँको बारेमा अब मलाई पनि त्यति धेरै थाहा त केही पनि छैन तर पनि वेट त गर्नु पऱ्यो अब लिन आइसकेपछि अब एयरपोर्टमा होइन यस्तो छ कि एयरपोर्टमा अब कति खुसी लाग्छ नेपालीहरू भेट्दा होइन लिन आउँदा कोही मान्छे भन्ने कुरा अब त्यो हामी तपाईँहरूले भोगेकै कुरा हो होइन यति खुसी लाग्छ कि पुरै चलाउनु सक्दा त्यहाँ त्यसलाई व्याख्या गर्ने कुनै पनि कोर्स नै हुँदैन कि यति खुसी लाग्छ कि यदि तपाईँहरू कहिले विदेश जाने हुनुहुन्छ होइन त्यहाँ कोही तपाईँले रिसिभ गर्नु पिकअप गर्न कोही आउँछ भने त्यो जतिको खुसी चाहिँ कहिले लाग्दैन कि त्यो यति यस्तो फिल हुन्छ कि त्यति बेला चाहिँ होइन म चाहिँ ल आफ्नै ठाउँमा छु आफ्नै देशमा छु जस्तो त्यो चाहिँ फिल हुन्छ क्या होइन तिमीलाई चाहिँ कस्तो लाग्छ त्यो कुरा हो कस्तो अब आफ्नै घरमा पुगे जस्तो एकछिनको मजा कस्तो 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 फिल हुन्छ अहिले कति नरमाइलो फिल भइरहेको छ आफैलाई होइन तर आइसकेपछि भेटिसकेपछि आफूलाई यस्तो त्यो हो क्या वास्तवमा भने त्यही हो क्या उसले भने नि अब भनिसक्यो नि त यस्तो हुन्छ कि अब सबै आफ्नै भेटे जस्तो आफ्नै गाउँ घरमै बसे जस्तो क्या यति खुसी लाग्छ कि त्यो भन्नै सकिन्न क्या अब यहाँबाट आउने होइन त्योहरू चाहिँ अब एकैछिन वेट गर्ने हामीले 5 मिनट त्यो वेट गऱ्यो भने चाहिँ बाहिर निक्लिन्छौँ अनि चाहिँ जाने सबैजना बाहिर निक्लिरहेको छ होइन एकछिनमा गयो भने चाहिँ निक्लिन्छ 1 घन्टा भइसक्यो होइन पुर्न लाग्यो 1 घन्टासम्म पनि अझै बाहिर निक्ले छैन क्या साथीहरू 1 घन्टा भइसक्यो यस्तो छ कि हाम्रो अवस्था होइन साँच्ची हो बाहिर आएपछि थाहा हुन्छ होइन नेपालीको भ्यालु कति छ भनेर हामी नेपालमा जति ठुलो कुरा जे गरे पनि होइन बाहिर आएपछि थाहा हुन्छ कि हामी अहिले आएर पुरै 1 घन्टा भइसक्यो अहिलेसम्म त्यहाँ के भनेको छ त्यो फर्म भर्न लगाएको छ होइन नाना के गरिरहेको छ क्या अब अरू मान्छे सरासर आइरहेछन् होइन त्यो उताबाट लिएको सबै यहाँ अहिले सिस्टम पनि नयाँ रहेछ होइन के म आउँदा यस्तो थिएन पहिला होइन म आउँदा मेरो साथीहरू सँगसँगै आएको होइन हामी आउँदा चाहिँ यस्तो सिस्टम थिएन अहिले चाहिँ यस्तो सिस्टम बनाएर रहेछ होइन सो यहाँ चाहिँ यस्तै हो क्या यो सबै भोग्नु परेको भनेको एउटा मात्रै कारण हो नेपाली भएको कारणले भोग्नु परेको हो क्या हामीलाई चाहिँ
ल गाइज होइन म एकछिन अब एउटा मान्छेलाई चाहिँ तल छोडेर आएँ अब म चाहिँ अर्को मान्छेलाई फेरि लिएर जान्छु मेरो रुममा के गर्नु यस्तै छ यार बाहिरतिर अब सबैतिर भने जस्तो हुँदैन भर्खर नेपालबाट आउँदै थिएँ ओके नेपालबाट आउँदै थिएँ होइन अब उनीहरूलाई चाहिँ उहाँ छोडेर आएँ अब म चाहिँ उता गएर चाहिँ फेरि अर्कोलाई लिएर जान्छु होइन त्यसपछि चाहिँ अझै म रुम पुग्छु ड्युटी पनि जानु छ मेरो आज धेरै कामहरू बाँकी नै छ सो एउटा मान्छेलाई चाहिँ मैले छोडेँ अनि म ठ्याक्कै केङ्गोबाट त्यो उसमा छोडेर आएँ एचसिआर नेपाल फुड सेन्टरमा होइन नेपाली खा उसमा छोडेर आएँ अनि सो अब एकजना मान्छे चाहिँ मलाई त्यहाँनिर वेट गरेर बसिरहेको छ ठ्याक्कै देखाउँछु होइन मलाई वेट गरेर बसिरहेको छ अब उसलाई म रुम लिएर जान्छु मेरो रुममै बस्छ आज अब त्यसपछि चाहिँ यताउता होला केही भएन त्यहाँनिर बसिरहेको छ होइन र म यहाँ आइपुगिरहेको छु सो मेरो मान्छे चाहिँ त्यहाँ बसिरहेको छ म चाहिँ अहिले उसलाई तल छोडेर आएँ ठ्याक्कै अब चाहिँ उसलाई लिएर जान्छु है त म ऊ त्यहाँ बाहिर घुम्दाले कुदेर बसिरहेको छ के गरोस् बिचरा म त्यहाँ कुरेर बसिरहेको छ जबबाट नै स्वागत छ म गाउँमा यहाँ के छ कस्तो भइरहेको छ एकदम खुसी लागिरहेको एकदम खुसी लागिरहेको ब्रदर एकदम यो सपनाको दुनियाँ भने जस्तो रहेछ ल अब चाहिँ म उसलाई रुम लिएर जान्छु होइन यहाँ यस्तै लगेजहरू पनि छ ल जाउँ ल लागौँ ल यो बाटो जाने है हामी यहाँबाट जाउँ ल लगाउँ है त